Come to Saroja's channel. हामी चाहिँ भर्खरै क्लास सक्यो अब चाहिँ हामी भात खान जाने हो अनि त्यसपछि डान्स सिक्ने हो आज यहाँ टोलीमा पानी पनि आएको छैन यही हो आज बिहान कस्तो भयो लिँदा त्यही हो साथीहरू बिहान क्लास भएर गएको रुटिन यताउता भइरह सी यू अहिले भात खाएपछि कन्फिडेन्स आएपछि गर्छु भनेपछि त केही काम नि गरिन्न आदो भयो क्या मतलब यो के तिमीहरू प्रब्लम ए बसा न आउँथ्यो गरायो भन्ने डक्टर श्रीनिवास गोरा मैसँग देखाउँछु कि समस्या अब चाहिँ हामी होस्टेलमा जान्न आजको फिचरिङ दीक्षा एन्ड ग्रेमी राख्नु अनि के अरे उसमा के भन्छ त्यो अगाडि लेख्नुलाई के भन्छ डिस्क्रिप्सनमा थम्बनेल त अगाडिको त्यो होइन डिस्क्रिप्सनमा त्यो राखेपछि भ्युज धेरै आउँछ होला मलाई यस्तो इन्सेक्युर फिल भइरहेको थियो कि तिमीहरू सबै नदेखिदिँदैसम्म के हुन्छ नि कत्रा कत्रा होला नि हाइट त पाएको छु त कन्टेन्ट धेरै राम्रो नसिकाएको त होइन यस्तै भन्नाले उसकै मागे कलधाराको पनि मिठो ल मलाई ल मेरी छोरी भर्खर घर आए नभने यस्तो जान्दैन त कि अब खाजा दिन्छु भन्नु न ए अब खाजा चाउमिन आज के खान्छ छोरी खाजा के छ आज यहाँ पुरी तरकारी बनाएको छ पराठा छ चाउमिन खाए चाउमिन छ मोमो बनाए मोमो पनि छ के खान मन छ छैन ए बगान नि म हो नि दियो दियो नि त्यसो भए आज नै खाउने त्यही हो बाई 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 त कहाँ जाने बाबु बाई यहाँ भला भनेको भिडियो हाल्छु कि मैले युट्युबमा त्यही हो क्या एउटा छोरा कि आमा हुने नि खुर्सानी होला नि त आज खिचाइ छु है केही हुन्न मलाई नखिच्नु नहोला जाऊ न मलाई नखिच्नु है ल त नि
मेरो हात खिच्नु के भयो दिदीलाई कन्टेन्ट दिन्छु अब कहाँ जान्छ अरे कहाँ जाने लान्थ्यो मलाई जाऊ कहाँ हो र दोधार भएको दोदल कहाँ हो बाटोमा भन न बाटोमा दिदी आमाले हेर्नुहुन्छ आमाले हेर्नुहुन्छ मैले पनि हेर्छु स्लिभर प्ले बटन भन्छ कि है त्यसलाई स्लिभर अनि गोल्ड है कोइलिङ यता रमाइलोलाई मात्रै ज्ञान उठ्यो नबस्नु धन्यवाद स्वागत